हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म चाहिँ सुकुटेसम्मको यात्रा छ मेरो 2082 सालको सबैजनालाई शुभकामना। सिमले भन्ने ठाउँबाट शुभकामना। मैले चाहिँ एकैचोटि सिमलेमा आएर मात्र अन गरेँ मेरो SJ6 लेजेन्ड। आजको चाहिँ यात्रा चाहिँ यहीँ सुकुटेसम्म, सुकुटे रिभर साइड रिसोर्टमा चाहिँ बसाइ छ आज। बाबुको पहिलो यात्रा हो क्लास 4 मा आएपछि। आजको दिनसम्म यति लामो टुर चाहिँ बाबु आएको थिएन बाइकमा। बाबुको यो पहिलो टुर हो। अगाडिपट्टि भिनाजु हुनुहुन्छ, अगाडिपट्टि भिनाजु अनि म अनि बाबु, हामी तिनजना चाहिँ यहीँ सुकुटेसम्म आएको। राफ्टिङ त गर्दैनौँ, अब यसो बाबुलाई सुनकोसीतिर यसो खेलकुद गर्नलाई बाबुको लागि आएको छौँ हामी। म भिनाजु अनि बाबु तिनजना भइहाल्यो। फेरि पनि सबैजनालाई 2082 साल आज वैशाख 7 गते 2025 अप्रिल 20 र नयाँ सालको सबैलाई धेरै धेरै शुभकामना। अबको साल चाहिँ सबैमा विशेष गरेर देशको नेताहरूमा भगवान्ले एकदम सुबुद्धि दिउन्, राम्रो राम्रो काम गर्न सोच होस् नेताहरूलाई। अहिलेसम्म जतिसुकै कुबुद्धि गरे पनि अब चाहिँ बुद्धि राम्रो पलाओस् हाम्रो देशका नेताहरूको। तन्त्र खराब होइन, गणतन्त्र राम्रै हो, तर पनि के गर्ने, वाक्क ब्याक्क हजुरबाउको पालामा पनि त्यही प्रधानमन्त्री, बाउको पालामा पनि त्यही प्रधानमन्त्री, मेरो पालामा पनि त्यही प्रधानमन्त्री, मेरो छोराको पालामा पनि त्यही प्रधानमन्त्री। यही 4-5वटा यो ख्याउटे बुढाहरू घुमे राम्रो काम गरे त हुन्थ्यो नि। गणतन्त्र आफैमा एउटा नराम्रो होइन, राम्रो हो, तर के गर्ने, तिनीहरूलाई यो तन्त्र चलाउने मान्छेहरू चाहिँ धेरै खराब भएको भएर नि हो। अबको चाहिँ 2082 सालमा चाहिँ सबै नेताहरूलाई राम्रो बुद्धि आओस्, देशमा उन्नति प्रगतिले एकदम खड्गो मारोस्। अब आज चाहिँ मैले एकैचोटि सिमले आएर मात्रै मैले क्यामेरा अन गरेँ। मेरो पिलियन्स राइडर चाहिँ बाबु छ पछाडिपट्टि, त्यहाँ लुकिङ ग्लासमा हल्का देख्नु भएको छ कि छैन, हातमा देखिरहेछ। देशमा यति धेरै छ घुम्ने ठाउँहरू। अलिकति ठाउँमा त्यो ठाउँमा चाहिँ राम्रो नेताहरू त्यो ठाउँमा भइदिएको भए हाइड्रो र टुरिज्मले नै देश कहाँबाट कहाँ पुग्नु। तर के गर्ने, बाँदरको हातमा नरिवल हुने जस्तै छ। कसैलाई गर्छु भनेर आयो भने एउटा काण्ड लाएर फसाइदिने, गर्नै नदिने, आफू फस्ने बेला भयो भने सबै मिल्ने, आफूले नपाउनु भयो भने फेरि फुट्ने। यस्तो छ हाम्रो देशको हालत। अब आज चाहिँ हामी चाहिँ सुकुटे रिभर साइड रिसोर्टमा बस्छौँ। यही सिमलेबाट यस्तै 5-6 किलोमिटरको दूरीमा होला। अहिले हामी जहाँबाट चाहिँ खाना खायौँ। अब फ्राइडे स्याटरडे भए भने सायद त्यो रिसोर्टहरू यति मारामार हुन्छ। अब हामी पनि अलिकति अफ डेमा आयौँ, सन्डे आइपुगेका छौँ, सायद त्यति मान्छेहरू हुँदैन होला। सम्भावना धेरै बोकेको ठाउँ, देश, राष्ट्र हो नेपाल। तर के गर्ने, ड्राइभर सिटमा बसेर चलाउने नेताहरू नै, हे भगवान्। आफ्नै देश घुम्नुपर्छ, जे जति खर्च गर्नुपर्छ आफ्नै देशमा गर्नुपर्छ।
सकेसम्म हामीले पनि हाम्रो सोसल साइडमा हाम्रो देशको आफू घुम्न गएको ठाउँको बारेमा संसारभरि त्यसको बारेमा केही सानो चिजहरू बोलेर पनि हामी हाम्रो देशमा बोलाउन सक्छौँ। ठाउँहरू यति धेरै छ बाँचुन्जेल पनि घुमेर नसिदिने ठाउँहरू धेरै धेरै छ हाम्रो देशमा त। तर के गर्ने, फेरि कुरा त्यही हो, नेताहरू नै अति छन्, अति नै। मेरो बाबुको नाम चाहिँ अद्रित बस्नेत हो। ऊ चाहिँ युनाइटेड स्कुलमा भर्खर अस्ति 30 गते चैत्र 30 गते रिजल्ट भएको थियो। क्लास 3बाट क्लास 4मा अपग्रेड भएको छ। उसको चाहिँ यो टुर चाहिँ पहिलो टुरै भन्नु पऱ्यो। यति परसम्म हुन त मेरो लागि त मेरो भिनाजुको लागि त खासै पर होइन। यो त हाम्रो त एकदम यो आँगनमा चाहिँ घुम्न आएको हो। बाबुको चाहिँ यति लामो यात्रा चाहिँ पहिलोचोटि नै हो। अब बानी गराउनु पऱ्यो नि। अब उमेर चाहिँ बढ्दै जान्छ, हाइट पनि बढ्दै जान्छ। अब मेरो त उमेर बढ्ने हो, हाइट स्टप भइसक्यो। अब त घुम्ने साथी होइन यही बाबु त हो नि मेरो। अनि यसो छोटो नजिकको चाहिँ डिस्टेन्स चाहिँ यसो घुमाउँदै साथी भने पनि छोरा भने पनि अब सबै उमेरले अब अहिलेको चाहिँ अब जमाना भनौँ पहिलाको जस्तो म बाउ त छोरा भन्ने समय छैन। अहिले त एकदम बाउ छोरा पनि साथी जस्तै हुनु पऱ्यो। त्यो त्यति मात्र गर्न सक्यो भने धेरै राम्रो हुँदछ। सबै कुरा सेयर हुँदछ, सेयर गर्दछन् छोराले। त्यो चाहिँ बरु चार्जिङ स्टेसनहरू छ बरु। यहाँतिर त ठाउँमा चार्जिङ स्टेसन रहेछ है। हेर्छ नि हरेक होटेलमा रहेछ क्या अब। त्यही त यही सुकुटे रिभर साइड रिसोर्ट जाउँ न। यहाँको स्विमिङ पुल ठिक छ क्या, सफा छ, ठिक छ नि होइन। यही हो अद्रित, मिस्टर अद्रित बस्नेत। कस्तो हुँदैछ? खै त साउन्डै आएन त। कस्तो हुँदैछ अद्रित? रमाइलो हुँदैछ? गाह्रो त भएन नि आउँदाखेरि? रमाइलोसँग आयो? यो रिसोर्टको नाम के अरे? के बाहिर बोर्डमा हेर्नुहोस् के छ, हेर त।
के छ यहाँ चाहिँ के छ हेर्नु सुकुटे रिभर साइड रिसोर्ट आज हामी मात्रै हो क्या हामी मात्रै हो सर त्यही त शुक्रबार शनिबार त के छ कहाँ खानु भर्खर खाना खाएर हामीलाई त डिनर र बिहानको ब्रेकफास्ट त्यति मात्र लन्च पनि परेन लन्च खाने बेला त काठमाडौँ पुगिसक्नु पर्छ सुनकोशी रिभर साइड रिसोर्ट अद्रित कस्तो हुँदैछ रमाइलो हुँदैछ अनि आउँदा त्यस्तो गाह्रो त भएन नि यो रिसोर्टको नाम के अरे सुकुटे त ठाउँको नाम भइहाल्यो सुनकोशी रिभर साइड रिसोर्ट स्क्रीन नहीं कालो ज़्यादा बिस्तारै जा
त पाइन्छ नि